Hello, good morning. Welcome to Rise Up with Arun. आज December 31, 2025, last day of English calendar. English calendar is the last day हो र हामी सबैलाई के छ त भन्दाखेरि अब आउने इयर 2026 हाम्रो लागि फाइनेन्शियली पनि राम्रो होस्, हेल्थ वाइज पनि राम्रो होस् र मेन्टली पनि राम्रो होस्। तर एउटा कुरा सोच्नु त, यो हामीले सोचेर मात्रै पुरा हुन्छ र एक्सनमा नगइकिन तपाईले एक्सरसाइज गर्नुहुन्न, तपाई कसरी 2026 मा हेल्थमा राम्रो हुन सक्नुहुन्छ? तपाईले मेडिटेसन गर्नुहुन्न, योगा गर्नुहुन्न, तपाईले मेन्टली कसरी स्टेबल हुन सक्नुहुन्छ 2026 मा? तपाईले आफ्नो बिजनेस प्लानलाई बुकभित्र लुकाएर राख्नुभएको छ, तपाईको माइन्डको कुनै कुनामा लुकाएर राख्नुभएको छ, त्यसलाई इम्प्लिमेन्टै गर्नुभएको छैन। अनि कसरी तपाई फाइनान्शियली फ्रिडम हुन सक्नुहुन्छ त? सो त्यही भएर तपाईहरु जुन बेलासम्म एक्सनमा आउनुहुन्न नि, त्यो बेलासम्म 2026 होइन 27, 30 जति आए पनि, जति क्यालेन्डर चेन्ज भए पनि तपाईको लाइफ चेन्ज हुँदैन। तपाईको लाइफ कहिलेबाट चेन्ज हुन्छ त भन्दाखेरि जुन दिनबाट तपाई एक्सनमा आउनुहुन्छ नि, त्यसपछि तपाईलाई कुनै पनि न्यू इयर को क्यालेन्डर वेट गर्नु पर्दैन। एभ्री डे भनेको तपाईको लागि न्यू इयर हुन्छ। थ्यांक यू।